श्री राम भगवान की जय, जय गणेश भगवान की। कहिले आना त जय बोलिए जानकी देवा की जय, सनातन धर्म की जय, कोटि देवा की जय, कोटि भगवान की जय, बोलिए कुल देवा की जय। सनातन धर्म ये नाना
हनुमान जान्छ यसमा चाहिँ उहाँहरूको चाहिँ म्यान्डेट छ यो बाटो उहाँले गर्दा बनेको यो बाटो एकपटक भयो हुन्छ एकपटक भयो हुन्छ क्या
माछा हृदय
चन्द्रकिशोर गौतमज्यूलाई पनि स्टेजमा आमन्त्रण गर्दछु र सम्पूर्ण उपस्थित गोतामे बन्धु बान्धव दाजुभाइ दिदीबहिनी बुवा आमा सबैलाई यहाँ स्टेज अगाडि आइदिनु अनुरोध गर्दछु लगायत सम्पूर्ण इष्टमित्रलाई पनि स्टेज अगाडि आइदिनु अनुरोध गर्दछु चलो टेक जानकारी गराउन चाहन्छु अब हामी कति पनि ढिला नगरिकन औपचारिक कार्यक्रम सुरु गर्न गइरहेका छौँ हाम्रो कार्यक्रम संक्षिप्त रूपमा हुनेछ सबैभन्दा पहिला आसन गरेर हुनेछ तत्पश्चात हाम्रो राष्ट्रिय गान हुनेछ लगत्तै मौनधारण हुनेछ तत्पश्चात हाम्रो ज्येष्ठ नागरिक सम्मान हुनेछ र ज्येष्ठ नागरिकलाई मैले अगाडि आएर बसिदिनु अनुरोध गरेछु जसले मलाई न्यायिकताको फोटोकपी उपलब्ध गराउनुहुन्छ सबैजना अगाडि आएर बसिदिनु अनुरोध गर्छु त्यसै गरी शैक्षिक सम्मान गरिनेछ शैक्षिक सम्मानका छोराछोरीहरू र बुहारीहरू पनि अगाडि आएर बसिदिनु अनुरोध गर्छु त्यसपश्चात हाम्रो थोरै मायाको चिनो प्रदान गर्ने कार्यक्रम रहनेछ त्यसपछि हाम्रो समापन कार्यक्रम हुनेछ कुल मन्दिर व्यवस्थापन समितिका पदाधिकारी सदस्यज्यूहरूलाई अग्रपङ्क्तिमा आएर बसिदिनु अनुरोध गर्दछु औपचारिक कार्यक्रम सञ्चालन गर्नका लागि अध्यक्षको आवश्यक पर्ने हुना यसै गोतामे कुल मन्दिर व्यवस्थापन समितिका अध्यक्ष सामाजिक व्यक्तित्व आदरणीय श्रद्धेय दाजु श्री बाबुराम गोतामे सुनारज्यूलाई अध्यक्षताको आसन गर्नलाई म अनुरोध गर्दछु यसै गरी आज हाम्रो सामु हुनुहुन्छ हाम्रै बाहुन दाई पूजनीय माननीय संविधान सभा सदस्य माननीय सांसद चुडामणि जङ्गलज्यूलाई पनि प्रमुख अतिथिको आसन गर्नलाई म अनुरोध गर्दछु यसै गरी हामीसँग हुनुहुन्छ विशिष्ट अतिथिमा नेपाल सुनचाँदी व्यवसाय सङ्घ गण्डकी प्रदेशका सभापति सामाजिक व्यक्तित्व स्याङ्जा पर्वत कास्की विश्वकर्मा समाजका अध्यक्ष विभिन्न सामाजिक संस्थामा कार्यरत अध्यक्ष भूमिका निभाउनुहुने शिल्प बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चन्द्रकिशोर गौतमज्यूलाई म आसन गर्नको लागि अनुरोध गर्दछु यसै गरी विशिष्ट अतिथिको आसन गर्नको लागि विश्वकर्मा समाज स्याङ्जा कास्की पर्वतका सचिव भीम रसालज्यूलाई आसन गर्नको लागि अनुरोध गर्छु र यसै गरी यस गोतामे कुल मन्दिर व्यवस्थापन समितिका पदाधिकारी उपाध्यक्ष श्री पूर्णबहादुर गोतामेज्यूलाई आसन गर्नलाई अनुरोध गर्छु यसै गरी सचिव म आफै रुद्र गोतामे यसै गरी कोषाध्यक्ष श्री वीरेन्द्र गोतामेज्यूलाई आसन गर्नलाई अनुरोध गर्छु यसै गरी सदस्य भीमबहादुर गोतामे अङ्कललाई आसन गर्नलाई अनुरोध गर्छु यसै गरी भक्तबहादुर गोतामे अङ्कलज्यूलाई आसन गर्न अनुरोध गर्छु यसै गरी दाजु दण्डबहादुर गोतामे लाउरे दाईलाई आसन गर्नलाई अनुरोध गर्छु यसै गरी कृष्णबहादुर गोतामे दाईले आसन गर्नलाई अनुरोध गर्छु सदस्य किसान गोतामेज्यूलाई आसन गर्न अनुरोध गर्छु सदस्य प्रेम गोतामेज्यूलाई आसन गर्न अनुरोध गर्छु सदस्य कृष्णबहादुर गोतामेज्यूलाई आसन गर्न अनुरोध गर्छु सदस्य रामबहादुर गोतामेज्यूलाई आसन गर्न अनुरोध गर्छु
यसै गरी रामबहादुर गोतामे सदस्य रामबहादुर गोतामे लाउरेज्यूलाई आसनकोटलाई अनुरोध गर्छु र सदस्य लगायत पदाधिकारीहरू अगाडि रोमा आएर उभिदिन अनुरोध गर्छु एकै ठाउँमा, किनकि आज परिचय हुने कार्यक्रम पनि हो। हामी 7औं वर्षमा छौँ अहिले पूजाको लागि। यसै गरी सदस्य श्री ढिलकुमारी गोतामेज्यूलाई आसनकोटलाई अध्यक्ष भाउजू कता हुनुहुन्छ? कृपया भाउजूले धेरै सहयोग गर्नुपर्छ हामीलाई आज सुरु दिनदेखि। ढिलकुमारी गोतामेज्यू कृपया कता हुनुहुन्छ? यसै गरी भीमबहादुर गोतामेज्यू दाई अगाडि रोमा आउन अनुरोध गर्छु। यसै गरी प्यारो भाइ र सहयोगी धेरै सहयोगी भाइ सन्तोष गोतामेज्यूलाई पनि अगाडि रोमा उभिन अनुरोध गर्छु। र कार्यक्रम सञ्चालनार्थ आसनकोटलाई म जोड्दै गर्नेछु र उपस्थित सम्पूर्ण बुवा आमा दाजुभाइ भाउजू बुहारी दिदी बहिनी सबैलाई एकमुष्ट रूपमा इष्टमित्र फुपू पुसाई दिदी भिनाजु बहिनी ज्वाइँ नाति नाति र सबैलाई एकमुष्ट रूपमा आसनकोटलाई म अनुरोध गर्दछु यथास्थानमा। र यहाँहरू सम्पूर्णलाई त छोरीहरूलाई भाइ सन्तोष विराट कोर्डिनेट गर्नुहोला। अब म कति पनि ढिला नगरिकन यहाँहरू सबैलाई आफ्नो ठाउँबाट उभिएर राष्ट्रिय गानमा सरिक भइदिन म अनुरोध गर्दछु। सबैजना उठिदिनु म अनुरोध गर्छु। नबसिकन आफ्नै स्थानबाट हाम्रा सम्पूर्ण दिवंगत पितृहरू र ज्ञात अज्ञात शहीदहरूको लागि 1 मिनट मौनताको लागि अनुरोध गर्दछु। कृपया आफ्नो स्थानबाट उठिनु अनुरोध गर्दछु।
हप्ता सबैलाई धन्यवाद। बन्धु बान्धव इष्टमित्र सम्पूर्णलाई शब्दद्वारा स्वागत मन्तव्य राखिदिनु हुन यस गोतामे कुल मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष पुनावादी गोतामेजीलाई म माइक हस्तान्तरण गर्छु। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। आज हामी एकदम ठुलो पर्व दसैँ तिहार भन्दा पनि हाम्रा पुरानो कृतिहरूको यो पूजामा हामी एकदम महत्त्वपूर्ण कार्यक्रम छौँ र यस गोतामे कुल पूजाका अध्यक्ष बाबुराम सुनारज्यू र यसै महत्त्वपूर्ण कार्यक्रमका आज हाम्रो निमन्त्रणा स्वीकार गरी आउनुहुने प्रमुख अतिथि सभासद माननीयज्यू आदरणीय हाम्रो दाजी सबैको धरोहर आजको केन्द्रबिन्दु चूडामणि जङ्गलीज्यू, त्यसै गरी यस कार्यक्रममा हाम्रो निमन्त्रणा स्वीकार गरी आउनुहुने विशिष्ट अतिथि विभिन्न सङ्घ संस्थामा र नेपाल सुनचाँदी व्यवसायी सङ्घ महासङ्घ कास्कीको गण्डकी प्रदेशका सभापति एवं विभिन्न संस्थामा आबद्ध समाजसेवी व्यक्तित्व चन्द्रकिशोर गौतमज्यू, यसै गरी हाम्रो निमन्त्रणा स्वीकार गर्न आउनुहुने विशिष्ट अतिथि कास्की पर्वत स्याङ्जाका विश्वकर्मा समाजका अध्यक्ष सचिव भीम रसाइलीज्यू, यसै गरी हाम्रो स्टेजमा बस्ने अतिथिज्यूहरू र हाम्रा यस गोतामे कुल मन्दिरका कार्य समितिका पदाधिकारीज्यूहरू र सम्पूर्ण गौतम बुवा आमा दाजुभाइ दिदीबहिनीहरू र हाम्रो निमन्त्रणा स्वीकार गरी आउनुहुने हाम्रा इष्टमित्र साइनो अनुसारको यहाँ सबैलाई साहित बाजासहित र अन्य उपस्थित महानुभावहरूलाई पनि हाम्रो गोतामे कुल पूजा समितिको कार्य समितिको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट यहाँहरूलाई स्वागतम टक्राउन चाहन्छु। र आज हामी सबै यस गोतामे हाम्रा कुलानले हामी सबैलाई यत्रो भेट्ने अवसर दिनुभएको छ र यहाँहरू सबै आइदिनु भयो। यहाँहरूप्रति हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्न चाहन्छु। आज धेरै आफ्ना कार्यव्यस्ततालाई पनि छोडेर प्रमुखज्यू विशिष्ट अतिथिज्यूहरू पोखरादेखि यहाँ आएर हामीलाई यस कार्यक्रमलाई ठुलो शोभा बढाइदिनु भएको छ। उहाँहरूप्रति पनि हार्दिक धन्यवाद दिन चाहन्छु। र यहाँ हाम्रो अब प्रसाद पनि पाक्दैछ। यहाँहरूले सबैले धैर्य नगरिकन प्रसाद पाकेर जान म हार्दिक अनुरोध गर्दछु। र यस कार्यक्रममा केही कमी कमजोरी भएको भएदेखि म एउटा कार्य समितिको तर्फबाट पनि क्षमा याचना गर्दै यहाँहरूलाई पुनः स्वागतम भन्दै मेरो स्वागत मन्तव्य यहीँ अन्त्य गर्दछु। धन्यवाद, नमस्कार। धन्यवाद आदरणीय पूजनीय दाजी पुरा गोतामेज्यूलाई। अब हामी यहाँ मैले देखिरहेको छैन, 2-4जना मात्र देखेको छु। ज्येष्ठ नागरिक आमाहरू कता हुनुहुन्छ कृपया अगाडि आइदिनु भएको छ। हामी लगत्तै अब ज्येष्ठ नागरिक सम्मान गर्नेछौँ। यसै गरी मलाई जति पनि उपलब्ध गराउनु भएको छ सर्टिफिकेट लगायत आफ्नो पास गरेको मार्कसिटको म्याट उपस्थित यहाँ अहिले उपस्थित हुने छोरीहरू बुहारी छोराहरू कसैले पनि अगाडि आएर उपस्थित हुनु अहिले हामी हतारमा छौँ, त्यस कारणले ढिला भएको हुनाले अब म छोटो शुभकामना मन्तव्य राख्न चाहन्छु। नेपाल सुनचाँदी व्यवसाय सङ्घ गण्डकी प्रदेशका सभापति पर्वत स्याङ्जा कास्की हाम्रो यस गोतामे कुल मन्दिरको पूजा सुरुदेखि नै अवरोधलाई खटेर हाम्रो पूजा सम्पन्न गर्नुहुने पण्डितज्यू आदरणीय पुसाई आशबहादुर सुनचौरीजीलाई आशङ्कालाई भन्न गर्दछु। यसै गरी अब हामी यहाँ जति नै उपस्थित भएका छौँ यहाँहरूले देख्नु भएको छ उता टेन्ट लागेको छ, यता टेन्ट लागेको छ, स्टेज लागेको छ, उता किचनमा खाना तयारी भइरहेको छ। यसको व्यवस्थापन गर्नुहुने सबैभन्दा हाम्रो उमेरले सबैभन्दा कान्छो सानो भाइ तर व्यवहारले सबैभन्दा ठुलो सरसहयोग हाम्रो पनि भएको छ संयोजक भाइ ज्ञानेन्द्र गोतामे भाइलाई अगाडि आएर खादा र ब्याजले सम्मान गरिदिन म अनुरोध गर्दछु। र यहाँहरूले अलिक कन्जुस गर्नुभयो जस्तो लाग्यो संयोजकज्यूलाई। आज यो
यत्रो कार्यक्रमको आयोजक उहाँ नै हो, आयोजक हामी, संयोजक उहाँले सबै व्यवस्थापन गर्नुभएको, उहाँलाई मुरी पनि धन्यवाद छ। र म आदरणीय दाजी नेपाल सुनचाँदी व्यवसाय सङ्घ महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष पर्वत स्याङ्जा कास्की विश्वकर्मा समाजका अध्यक्ष चन्द्रकिशोर गौतमजीलाई शुभकामना मन्त्र राखिदिन अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालकज्यूलाई। गोतामे कुल देवता मन्दिर तथा व्यवस्थापन समितिको आयोजनामा यो तेस्रो कुल पूजा समारोहका सभाध्यक्षज्यू, यसै गरी यस विशेष कार्यक्रमलाई एकदम नै महत्त्व दिएर पाल्नुहुने संविधान सभा सदस्य हाम्रो अग्रज आदरणीय नेता चुडामणि जङ्गलीज्यू, यसै गरी यस कुल मन्दिर व्यवस्थापन समितिका पदाधिकारी एवं सदस्यज्यूहरू, बुवा आमाहरू, दाजुभाइ दिदीबहिनीहरू, निम्तालु भान्जा भान्जी लगायत सबैलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु। हामीले केही वर्ष पहिलादेखिबाट हामीले सुन्दै आएका थियौँ, यो स्याङ्जा जिल्ला विशेष गरी यो बाढखोलाको लत्रे पिपल क्षेत्रमा रहनुभएका दाजुभाइहरूले भव्यताका साथ कुल पूजा गर्नुभएको छ अरे भन्ने कुरा हामीले सुनेका थियौँ। छिटफुट रूपमा फोटोहरूमा पनि देखिराखिन्थ्यो। आज यो तेस्रो कुल पूजा समारोहमा मलाई विशिष्ट अतिथिको रूपमा बोलाउनु भयो र विशिष्ट अतिथिको रूपमा नै नबोलाए पनि मलाई आउने, यहाँ उपस्थित हुने प्रबल इच्छा थियो, चाहना थियो। आज यो इच्छा हाम्रा कुलपितृहरूले पुरा गर्नुभएको छ र हामीले अहिले धेरै ठाउँमा कुल पूजाहरू भइरहेका छन्। हिजो धेरै लामो समयसम्म हामीहरू यस्ता पूजा आज धर्म कर्ममा छिटपुट रूपमा परम्परागत रूपमा गरिए पनि हाम्रा पण्डितहरू हुनुहुन्थेन, हामीलाई यस्तो ज्ञान दिने व्यक्तित्वहरू हुनुहुन्थेन। देशमा प्रजातन्त्र प्राप्त भइसकेपछि हामीले यी अवसरहरू पायौँ, लोकतन्त्र गणतन्त्र स्थापित भइसकेपछि अझ धेरै चिजहरू पायौँ र हाम्रो यसै कुलबाट शहादत प्राप्त गर्नुहुने हाम्रो पृथ्वी बाबुलाई म स्मरण गर्न चाहन्छु। र यसरी धेरै व्यक्तिहरूले शहादत दिएर हामीले यो अधिकार प्राप्त गरेका हौँ र वास्तवमा योभन्दा अगाडि ब्राह्मण समुदायले जे भनिदिनुहुन्थ्यो हामीले त्यही गरेर हामीले हाम्रा कार्यहरू सम्पन्न गर्थ्यौँ। आज हाम्रो विशेष गरी हाम्रै आदरणीय पुसाजु अब यो क्षेत्रको जल्दो बल्दो पण्डित हुनुहुन्छ, उहाँले धेरै ठाउँमा हामीलाई सहजीकरण गर्नुभएको छ र यसरी हामीले कुल पूजा गरिरहँदाखेरिमा स्वयं हामी पनि, म आफै पनि पर्वत जिल्लाको महाशैला गाउँपालिकामा अवस्थित रहे पनि हाम्रा कुलपितृहरू यही स्याङ्जाबाट जानुभएको, यही स्याङ्जाको पेलाकोटबाट जानुभएको। स्याङ्जाको पेलाकोटबाट गएको हुनाले पेलाकोट र बाढखोला धेरै टाढाको दूरी होइन। त्यसले गर्दाखेरि मलाई चाहिँ यहाँको दाजुभाइहरू प्रति चाहिँ आफ्नै दाजुभाइ, साख्य दाजुभाइहरू भएको मैले अनुभूति गरेको छु। र यति हुँदाहुँदै पनि हामी कहाँबाट आयौँ भन्ने कुरा हामीले
अध्ययन गर्नुपर्छ। जब यो देशमा सिन्धु घाटीबाट ब्राह्मणहरूको आगमन भयो, त्यो आगमन सँगसँगै हाम्रो पनि सँगै आगमन भएको हो र हामी सिन्धु घाटी हुँदै अर्घाखाँचीसम्म आएर अर्घाखाँचीबाट गुल्मीको बलेटक्सरसम्म आएका हाम्रो गोतामे दाजुभाइहरू त्यहाँसम्म आएको हाम्रो इतिहास छ। त्यहाँसम्म आएको हामीले इतिहास पाएका छौँ। सायद हाम्रो यो पारखोलामा धेरै दाजुभाइहरू हुनुहुन्छ, गोतामे परिवार हाम्रो धेरै छ, उहाँहरूले अध्ययन गर्नुभयो कि गर्नुभएको छैन। बलेटक्सरबाट स्याङ्जा धेरै टाढाको होइन, दूरी त्यति धेरै टाढा होइन र त्यहाँदेखि हामी कहाँ कहाँ आयौँ र कहाँ कहाँ पुग्यौँ भन्ने कुरो यो व्यवस्थापन समितिले खोजी गर्नु जरुरी छ। यहाँ सक्षम दाजुभाइहरू हुनुहुन्छ र हामीले खोज्ने बेला आएको छ, हाम्रो इतिहास खोजेर हामीले कायम गर्ने बेला आएको छ र हामीले अहिले पछिल्लो चरणमा हिजो हामीले गोतामे भने पनि स्पेसली अझ गोतामे भन्दा पनि हामीले त अझ गौतम नै भन्छौँ, हामीले गौतम नै लेख्छौँ। हाम्रो यो 2006 सालभन्दा अगाडि स्थानीय ब्राह्मण गोतामे ब्राह्मणहरूसँग हाम्रो चाहिँ दाजुभाइको सम्बन्ध थियो। एक आपसमा मर्दा पर्दाखेरि सँगै खाने चलन थियो। पछि त्यसपछिबाट घट्दै घट्दै आएर उनीहरूको घरमा जाँदाखेरि उनीहरूले हामीलाई पकाएर दिने, हामीले भेटी चामल घिउ लाने, उनीहरूले पकाएर दिने र हाम्रोमा पर्दाखेरि उनीहरू आएर आफै पकाएर खाने चलन भयो। त्यसपछि अहिले बिल्कुल अब यो अहिले त झन् छुवाछुतकै अवस्था आएको छ। त्यसो हुँदा यी ती इतिहासहरू हामीले खोजेर त्यसलाई लिपिबद्ध गराउन जरुरी छ र हामीले अवश्य पनि हामीले त्यो क्रममा पनि हामी फड्को मार्नेछौँ र जहाँ जति पनि दाजुभाइहरू हुनुहुन्छ पेसा व्यवसाय जागिर गरेर बस्नु भएको छ, यस्तो कुलको यो पूजाको अवसरमा आइदिनुपर्छ, आइदिनु भएको छ। मलाई यो उपस्थित देखेर खुसी लागेको छ र हामीले आफ्नो समाज, आफ्नो घर, आफ्नो समाज सँगसँगै राष्ट्रलाई पनि योगदान दिनुपर्छ र हामीले यो बिचमा हाम्रो समुदायलाई समेट्नुपर्छ भनेर हामीले विश्वकर्मा समाज पर्वत स्याङ्जा कास्की हामीले स्थापना गरेका छौँ। त्यसको आदरणीय सल्लाहकार चुडामणी जङ्गालीज्यू स्वयं पनि हुनुहुन्छ र आगामी दिनमा त्यस सङ्गठनलाई पनि हामीले यो क्षेत्रमा विस्तार गर्नेछौँ र सबै त्यसमा समाहित हुनेछौँ र हाम्रा दुःख अप्ठ्यारा सजिलाहरूमा हामी चाहिँ सहभागी हुनेछौँ भन्दै आज यहाँ उपस्थित गराएर मलाई यहाँहरूको बिचमा शुभकामना सन्देश दिने अवसर पनि दिनुभयो। सम्पूर्ण बुवा आमा दाजु भाइ दिदीबहिनीहरू भान्जा भान्जी लगायत आमन्त्रित कुटुम्बहरूलाई समेत हार्दिक धन्यवाद दिँदै मेरा आफ्ना भनाइहरू यहीँ अन्त गर्न चाहन्छु। धन्यवाद। धन्यवाद आदरणीय दाजु चन्द्रकिशोर गौतमज्यूलाई। यसै गरी हाम्रो यो कुल पूजालाई अवलोकन गर्न र हाम्रै दाजुभाइ भएको कारणले उहाँ यहाँ आउन टाढा हुने भिमात 5बाट तनहुबाट आउनुभएको छ रुखबहादुर गौतम पूजा गर्ने सम्बन्धमा के कसरी गरिन्छ यसको लागि बुझ्न आउनुभएको रुखबहादुर गौतमज्यूलाई म आशंका लगाउन गर्छु। अतिथिको आतिथ्यको लागि अनुरोध गर्दछु। रुखबहादुर गौतमजी कता हुनुहुन्छ? यसै गरी हाम्रो यो तेस्रो पूजासम्म अहोरात्र खटेर यो जति पनि हाम्रो निशान पुज्नेदेखि लिएर हाम्रो मेडल जम्मै काटेर सहयोग गर्नुहुने हरेक काममा सहयोग गर्नुहुने आदरणीय अङ्कल रामबहादुर गोतामे लाउरे अङ्कललाई आसन गर्न अनुरोध गर्छु। भिमात 5 तनहुबाट आउनुभएका रुखबहादुर गोतामेज्यूलाई आसन गर्न अनुरोध गर्छु।
यसै गरी मैले देखिरहेको छैन आदरणीय भाउजू डिलकुमारी गोतामे कता हुनुहुन्छ कृपया अगाडि आइदिनु अनुरोध गर्छु। आदरणीय भाउजू र म अब कति पनि ढिला नगरिकन ज्येष्ठ नागरिक सम्मानतिर लाग्नेछु। कृपया वरिष्ठ सदस्य सन्तोष भाइले ज्येष्ठ नागरिक सम्मानको लागि दोष सल्लाह र मायाको चिन्ह तयार गरिदिनु पनि अनुरोध गर्दछु। अनुरोध गर्दछु कि ज्येष्ठ नागरिक हुनुहुन्छ म नाम उच्चारण गर्छु कृपया छिटो छिटो गरेर अगाडि आइदिनु पनि अनुरोध गर्दछु। नसक्ने सबैभन्दा पहिला म नाम उच्चारण गर्न चाहन्छु। सुमित्रा गोतामे सुनार पयगौँडे 2012 सालको जन्म सुमित्रा गोतामेज्यू पयगौँडेबाट कृपया अगाडि आइदिनु अनुरोध गर्दछु। यसै गरी कोपिला गोतामे सुनार पयगौँडेबाट प्रमुख अतिथिज्यूले दोस्रोलाई उडाइदिनु हुनेछ। यसै गरी जसता सुनार गोतामे सुनार पुतली बजार 3 सुनार गाउँ 2000। यसै गरी नन्दकला गोतामे सुनार पुतली बजार 3 सुनार गाउँ 1995 को जन्म साइली आमा कृपया अगाडि आइदिनु अनुरोध गर्छु सम्मानका लागि। यसै गरी मिठु गोतामे सुनार साइली आमा टुटुले तनाउ कृपया अगाडि आइदिनु अनुरोध गर्छु साइली आमा। यसै गरी हाम्रो पूजा सुरुदेखि नै अहोरात्र घटना सहयोग गर्नुहुने आदरणीय पूजनीय आमा हुनुहुन्छ चाँचाई गोतामे सुनार। उहाँलाई पनि उहाँको जन्म 2011 साल। यसै रहेर पनि सधैँ कुल पूजामा सरेको हुने आदरणीय दोय बुवा दिलबहादुर गोतामे। यसै गरी हुनुहुन्छ माइला बुवा नट पास भएको र आफ्नो मार्कसिट पढाउनु भएको छ उहाँ बहिनीहरू र भाइ अनि बुहारी तन्त्र दिनु पनि अनुरोध गर्दछु। धेरै धेरै धन्यवाद छ डिले मधेस जे भएर हाम्रो बुवाहरू मधेसमा बस्ने हाम्रो मन हामीसँगै छ। उहाँहरूले जहिले पनि तेस्रो पूजासम्म आएर धेरै धेरै धन्यवाद। प्रमुख अतिथि विशिष्ट अतिथि अध्यक्ष लगायत सम्पूर्ण हाम्रो पदाधिकारी साथीहरू साथमा 2टा छोरीहरूले पनि धेरै सहयोग गरिरहनु भएको छ। ठाउँ फिरेर फोटो दिनु पनि भन्नु गरेछ म अब म कति पनि निता गोतामे बहिनीले पनि ब्याचलर 3rd इयर पास गरिछन्। प्यारी बहिनी धेरै सहयोग गर्छन् हामीलाई 4 दिनदेखि हामीलाई चिया खाजा खाना व्यवस्थापन गरिरहेको छन्। धेरै धेरै धन्यवाद छ मेरो बहिनीलाई। सबैले एकचोटि जोरदार तालीले सम्मान गरिदिनु अनुरोध गर्छु बहिनीलाई। प्यारो भाइ साजन गौतम आदरणीय अङ्कल भीम गौतमको छोरा कान्छा छोरा साजन गौतमले मास्टर डिग्री भर्खरै 81 सालमा पास गरेको धेरै धेरै बधाई छ भाइलाई। हाम्रो भाइको हाइट पनि मास्टर डिग्री रहेछ पढाइ पनि मास्टर डिग्री गरेछ धन्यवाद। यिनी म्यानेजर काम गर्छन् ब्याङ्कमा यहाँहरूलाई अवगत गराएँ मैले एनएसएसमा। यसै गरी जुना गोतामे कहाँ गए जुना गोतामे दिलबहादुर गोतामे दाइ सबै पाठेलेर काट्न गयो जस्तो लाग्छ मलाई पाकिसक्यो क्या। यसै गरी मायाको चिन्ह हस्तान्तरण गरिदिनु हुन लागि प्रमुख अतिथि पूजा हो तर हामीलाई धेरै 4-5 महिनादेखि सहयोग गर्नुहुने 4 जनाको नाम उच्चारण गर्नेछु म। यो हाम्रो समय छ सबैभन्दा सहयोग गर्नुहुने यहाँको रेखदेख रङ पेन्टिङदेखि लिएर सबै काम लगाउने भीम गोतामे दाइ कता हुनुहुन्छ कृपया अगाडि आइदिनु अनुरोध गर्छु। भीम गोतामे दाइ यहाँहरूलाई
हाम्रो कोषाध्यक्षज्यूले लगभग खाना पनि तयार भइसकेको छ। सम्पूर्णले प्रसाद मात्रै प्रसाद ग्रहण गरेर दिनु कति होला भन्ने अनुरोध गर्छु। धेरै धेरै धन्यवाद छ दाइलाई। दाइले धेरै सहयोग गर्नुभयो हामीलाई। हाम्रो चाँचरी माइलियामा कृपया अगाडि आइदिनु। फेरि सम्मान छ, उहाँले सहयोग गर्नुभएको छ मन्दिरमा धेरै बुढी मान्छेले 71 वर्षको माथि आइदिनु अनुरोध गर्छु। त्यसै गरी हुनुहुन्छ कान्छियामा, कता हुनुहुन्छ कान्छियामा? कान्छियामा कता हुनुहुन्छ? उहाँहरू बुढी मान्छे पनि यत्र बुहारी छोरी हुँदैन, यहाँ कोही आउनु उहाँले सहयोग गर्नु छ मन्दिरमा। त्यस कारणले मैले यहाँ सम्मान गर्दैछु। कान्छियामा पनि हुनुहुन्छ, कता जानुभयो? दिलकुमारी भाउजू कहाँ जानु? म त घाटम। उनले ब्याचलर थर्ड इयर पास गरिसके, बिएससी नर्सिङ, अहिले 4th इयर पढ्दैछन्। धेरै पछि नाम आयो, आउन पनि भोलि पूजा हुने आएछ। अहिले मलाई पनि थाहा भएन, गाह्रो भयो। मेरो प्यारी भाउजू कहाँ पुग्नु भयो? दिलकुमारी बोलाइदिन पाएको। भाइ सानो भए पनि यत्रो आयोजनाको लागि जिम्मेवारीले रात दिन नसुतिकन पसलै छोडेर सहयोग गरेर सम्मानको मायाको चिन्ह हस्तान्तरण गरिदिनु आउनुपर्छ। अरूमाथि मायाको चिन्ह हस्तान्तरण गरिदिनु भएको थियो। तर मैले एकजना सभापति, त्यसपछि आएर प्रमुख अतिथिज्यूलाई आफ्नो शब्दद्वारा शुभकामना मन्तव्य प्रस्तुत गरिदिन म अनुरोध गर्दछु। आदरणीय दाजु टुर्नामेन्ट जगतले धन्यवाद। समितिका सञ्चालकज्यू, गोतामे कुल देवता मन्दिर तथा कुल पूजाका त्यस समितिका अध्यक्षज्यू, मञ्चमा आतिथ्य ग्रहण गर्नुभएका सम्पूर्ण अतिथि मित्रहरू, साथीहरू, आफ्ना पितृहरूलाई, आफ्ना कुल वंशहरूलाई स्मरण गर्नको निम्ति, उहाँहरूको नाममा पूजा अर्चना गर्नको निम्ति यहाँ उपस्थित सम्पूर्ण मेरा मान्यजनहरू, मेरा आदरणीय माइजूहरू, मामा परिवारहरू र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरू, ससाना छोराछोरीहरू र तपाईँहरूको जीवनमा सुख शान्ति समृद्धि सुस्वास्थ्यको हाम्रो कुल देवताहरूले गर्नेछन् भन्ने म यहाँहरूलाई शुभकामना दिन चाहन्छु। र म तपाईँहरू भोगाइ पनि सक्नुभएको छ, धेरै ढिलो पनि भइसकेको छ, म धेरै लामो कुरा गर्न चाहन्न। र आज यस कुल पूजामा हाम्रा पितृहरूलाई वास्तवमा भन्ने हो भने मेरो मामाली परिवारका पितृहरूलाई सम्झनाको निम्ति प्रमुख अतिथिको रूपमा मलाई यहाँ बोलाएर जुन खालको अवसर दिनुभएको छ, म सम्पूर्ण यो समितिका अध्यक्ष लगायत सम्पूर्ण सदस्य साथीहरूलाई, पदाधिकारीहरूलाई म धन्यवाद पनि दिन चाहन्छु। तपाईँहरूलाई थाहा छ, म बाल्यकालमा यही ठाउँमा गाई चराउने, घाँस काट्नेदेखि लिएर म धेरै मेरो मामाली परिवारमा म चाहिँ हुर्केको मान्छे पनि हुँ। र वास्तवमा म यो गोतामे परिवार तपाईँहरूलाई म आज अलिकति यो ज्ञानवर्धक कुरा गर्ने समय पनि भएन। तपाईँहरूले गोतामे लेख्नु भएको छ, तपाईँहरू गौतम परिवार हो। तपाईँहरूले अबका तपाईँका छोराछोरीहरूलाई, तपाईँका नातिहरूलाई अब जन्म दर्ता गर्दाखेरि नागरिकता बनाउँदा तपाईँहरूले गौतमबाट गर्नुहोस्। तपाईँहरू गौतम परिवार हो। गौतम परिवार भनेको गौपालक परिवार हो। गौपालक भएको हुनाले गौतम परिवार राखियो। जस्तै गोपाल वंशीका सबभन्दा श्रेष्ठ मान्छे श्रीकृष्ण थिए। गोपाल वंशी
त्यस कारण तपाईँहरू गौपालक भएको कारणले गोपाल वंशी राखियो। म लामिछाने परिवार हो, जसको चाहिँ गढमा लामो छानो भएको गढ थियो होला, परिवार थियो होला, म लामिछाने लेखिएँ र मलाई हाम्रा परिवारहरूले लामगादे भनेर लेख्छन्। मैले उहाँहरूलाई भन्छु कि तपाईँहरू यो लामगादे नलेख्नुहोस्, लामिछाने लेख्नुहोस्। यो थर भनेको बसोबासको आधारमा, कामको आधारमा, प्रकृतिको आधारमा राखिएका थर हुन्। यो थर भनेको पछि बनाइएको हो। तपाईँहरू आर्यवंशी हो, अहिले उहाँले भन्नुभएको छ ककेशस मैदान भन्ने। हाम्रो वंश आर्य वंश युरोपबाट, स्पेनबाट हुँदै इराक, इरान, अफगानिस्तान ककेशस मैदान हुँदै सिन्धु घाटीबाट सिन्धु मैदानमा आइसकेपछि उनीहरूको लागि सिन्धु बनियो। तर मुस्लिमहरूले सिन्धु भन्न नजानेर उनीहरूलाई हिन्दू बनियो। हामीले आफूलाई हिन्दू भन्छौँ, तर वास्तवमा सिन्धु उपत्यकामा बस्ने आर्य वंश भएको हुनाले उनीहरूलाई चाहिँ सिन्धु भन्ने ठाउँमा चाहिँ अपभ्रंश भएर हिन्दू बनिएको थियो। पछि ती सिन्धु परिवारहरू, लिच्छवीहरू थिए र तिनीहरू चाहिँ सिन्धु घाटीबाट फेरि त्यहाँबाट लखेटिएर भारतको वैशाली भन्ने ठाउँमा आएर त्यहाँ राज्य कब्जा गरे। त्यसपछि त्यहाँबाट लखेटिएपछि उनीहरू काठमाडौँ आएर अंशुवर्माको पालाभन्दा अगाडि पहिला तपाईँको गोपाल वंशीहरू थिए, कृष्ण वंशीहरू थिए, त्यसपछि महेशपाल वंशीहरू भए। भैँसी पालकलाई महेशपाल वंशी भन्छन् र पछि यलम्बर राजा थिए, सबभन्दा नेपालको पहिलो राजा भनेको यलम्बर। त्यसपछि लिच्छवीहरू, भारतबाट आएका लिच्छवीहरू, हिन्दूहरू, जुन सिन्धुहरू थिए उनीहरू हिन्दू भएर उनीहरू काठमाडौँमा आएर उनीहरूले यलम्बरको राज्य कब्जा गरिसकेपछि उनीहरू चाहिँ हिन्दू भएर यो चाहिँ वर्ण व्यवस्था त्यहाँबाट सुरु भएको हो। आजभन्दा 3400 वर्ष अगाडि बर्माण, क्षेत्री, वैश्य, शूद्र भनेर कामको आधारमा ज्ञानको काम गर्ने टाउकोलाई चाहिँ बर्माण, कर्मको काम गर्नेलाई हातलाई क्षेत्री, इनर्जीको काम गर्ने, व्यापारको काम गर्नेलाई पेटलाई वैश्य, श्रमको काम गर्नेलाई शूद्र भनेर यसरी चाहिँ वर्ण व्यवस्था लादियो र पछि गएर तिनै चाहिँ शूद्रहरूलाई उनीहरूले अछुत बनाए, लिच्छवीहरूले, बर्माणहरूले। त्यो बर्माणहरूले तपाईँहरू चाहिँ बच्चा पाएर बर्माण कहाँ चिन्ह लेखाउन जाँदाखेरि ती गौतम परिवारका मान्छेलाई तिमीहरूले चाहिँ बर्माणले गौतम लेख्ने हो, तिमीहरूले गौतम लेख्न पाउँदैनौ, तिमीहरूलाई गोतमे भयो भनेर तपाईँहरूलाई गोतमे बनाइदिएको। आजका मितिबाट म तपाईँहरूलाई बसा प्रमाणको आधारमा तपाईँहरूलाई म बोलिरहेको छु। तपाईँहरू गौतम परिवार हो, गौपालक परिवार हो, गौपालकबाट गौतम राखियो र त्यसपछि तपाईँहरूलाई चाहिँ त्यो शूद्र शिल्पीहरू, सुनको काम गर्ने, तामाको काम गर्ने, श्रमको काम गर्ने मान्छेलाई शूद्र बनाइयो र शूद्रलाई तपाईँको गौतम लेख्न नदिएर उनीहरूलाई गोतामे लेखियो। त्यो बाहुनहरूले बनाएको हो, त्यो प्रमाणहरूले त्यो चाहिँ भनिदिएका, पण्डितहरूले, पुरोहितहरूले भनिदिएर तपाईँहरूलाई हामीलाई त्यो गोतामे लेखियो। त्यसो भएर अब म तपाईँहरूलाई के भन्न चाहन्छु भने अब तपाईँहरूले आफ्नो थर लेख्दाखेरि, आफ्ना बच्चाहरूको थर लेख्दाखेरि, जन्मेका बच्चाहरूको थर लेख्दा गौतम लेख्नुहोस्। जन्म दर्ता गर्दाखेरि गौतम म लेख्नुहोस्। त्यसपछि नागरिकता बनाउँदाखेरि तपाईँले गौतम लेख्न पर्छ, त्यहाँ विश्वकर्मा लेख्न जरुरी पनि छैन। विश्वकर्मा भनेको त तपाईँको विष्णुपुत्रहरू हुन्। उनीहरू शिल्पी थिए, विश्वकर्मा, उनीहरू निर्माणका चाहिँ ज्ञाता थिए। त्यसो भएर उनलाई विश्वकर्मा भने उनी ब्रह्माणै पुत्र थिए। पछि आएर यो शिल्पीहरूलाई शिवको काम गर्ने, कलाको काम गर्ने, नाच्ने, बजाउने, गाउने ती मान्छेहरूलाई उनीहरूले श्रमको आधारमा उनीहरूलाई चाहिँ अछुत बनाइयो र शूद्र बनाइयो र अछुत बनाइयो। अहिले त दलित भनिन्छ। त्यो दलित भन्ने शब्द सबैभन्दा नराम्रो शब्द हो। त्यो दलित भनेको शब्द अर्को अर्थमा भन्दाखेरि अछुत भनेको हो। तपाईँहरूले आफूलाई कहिल्यै पनि दलित भनेर आफूलाई नभन्नुहोस्। अहिलेको संविधान, अहिलेको कानुनले कोही मान्छे पनि यहाँ अछुत छैन, कोही मान्छे पनि सानो जात छैन। जातको आधारमा, वर्णको आधारमा, लिङ्गको आधारमा, बसोबासको आधारमा, कामको आधारमा अहिलेको संविधान कानुनले विभेद गर्न नपाइने व्यवस्था गरेको छ। त्यसो भएका तपाईँहरूलाई मैले दुईवटा कुरा यहाँ भन्न चाहन्छु। अब तपाईँहरूले गोतामे होइन गौतम लेख्नु होला आफ्ना बच्चाहरू, आफ्ना चाहिँ सन्तानहरूको। अर्को कुरा के छ भने तपाईँहरूले आफूलाई दलित नबनोस्। दलित भनेको सबभन्दा हेपिएको, चेपिएको, त्यो अछुत भनेको दलित शब्द, अछुत भन्ने ठाउँमा चाहिँ उनीहरूलाई दलित भने। हामी दलित होइन। अहिलेको संविधान कानुनले कोही पनि मान्छे दलित छैन। संविधानमा दलित शब्द राखिए तापनि तर त्यो शब्द पनि अब हामीले हटाउनको निम्ति माग गरिरहेका छौँ। हामी आफैले आफैलाई दलित भन्ने होइन। आफैले दलित भनेको आफू गलित भएको,
जो मान्छे गलित छ, जो मान्छे कमजोर छ, म सानो हुँ, म हेपिएको हुँ, म सानो जात हुँ भने उसको दिमागमा छ, त्यो मान्छेले दलित आफूलाई दलित भन्छ। त्यस कारण हामी दलित भन्ने होइन, हामी विश्वकर्मा हो लेखाउँछ। हामी विश्वकर्मा भनेका पूज्य मान्छेहरू हुन्, देवपुत्र हुन्, भगवान्का पुत्रहरू हुन्। विश्वकर्मा भनेका संसारका निर्माता हुन्। उनीहरूको हातबाट, उनीहरूको सिपबाट, उनीहरूको ज्ञानबाट यो पृथ्वीमा आज यो चमत्कार भएको छ। तिनै विश्वकर्माहरूबाट जहाज बनाइएको छ, तिनै विश्वकर्माहरूबाट तपाईँहरूका हात हातमा मोबाइलहरू आएका छन्, तिनै श्रमजीवीबाट तपाईँहरूको चाहिँ गाडी मोटरहरू बनेका छन्, रेलहरू बनेका छन्, आज गुडेका छन्। तिनै विश्वकर्माको चाहिँ ज्ञानबाट भएको। त्यस कारण तिनीहरू महान मान्छे हुन्, तिनीहरूलाई दलित भन्न मिल्दैन। यिनै कुराहरू राख्दै यो छोटो समयमा तपाईँहरू भोगाउनु पनि भएको छ, घाम पनि चर्को लागेको छ। आज यो यतिको धेरै ठुलो परिवार एकै ठाउँमा जम्मा भएर हाम्रा पूर्वजहरूलाई, हाम्रा पितृहरूलाई, हाम्रा अग्रजहरूलाई हामीबाट दिवंगत भएका ती आत्माहरूलाई सम्झिने दिन हो। आज हामीले पूजा अर्चना गरेर सम्झेका छौँ र तपाईँहरूले यो पुण्य काम गर्नुभएको छ। ती हिजोका हाम्रा पितृहरूले जे हामीलाई ज्ञान दिनुभयो, जे सिप दिनुभयो, जे हामीलाई चाहिँ तपाईँको भूमिका दिनुभयो, यो एउटा मानवीय एउटा गुण दिनुभयो, त्यसको निम्ति हामीलाई उहाँलाई पूजा गर्नुपर्छ, पितृदेवलाई पूजा गर्नुपर्छ र सम्झिनुपर्छ। पूजा गर्ने भनेको सम्झिने हो। यिनै कुराहरू राख्दै आजका दिनबाट हामीले अब हामी कुनै अछुत पनि होइनौँ, कुनै दलित पनि होइनौँ, कुनै हामी चाहिँ तपाईँको चाहिँ समाजको कुनै पनि निम्छारो वर्ग होइन। यो हामी उन्नत सिप, कला, क्षमता र आफ्नो ज्ञानका चाहिँ वैज्ञानिकहरू हौँ। हामीहरू वैज्ञानिक पश्चिम युरोपतिर जानुभयो भने तपाईँहरू यो ज्ञानको काम गर्नेहरूलाई वैज्ञानिक भन्छ। म युरोपका धेरै देशमा गएको छु, म अमेरिका त गएको छु, चाइना गएको छु, म संसारका 20-25वटा देशमा गएको छु। त्यहाँ विश्वकर्मा भनेको के हो भनेर भन्दाखेरि तिनीहरू इन्जिनियर हुन्, तिनीहरू विद्वान मान्छे हुन्, त्यो जमानाका विद्वान मान्छे हुन्। त्यस कारण हामी आफैलाई सानो नसम्झौँ, कमजोर नसम्झौँ, आफैलाई दलित नबनाऊ। यिनै कुराहरू राख्दै आज यहाँ बोलाएर तपाईँहरूले मलाई परमितिको अतिथिको रूपमा जुन चाहिँ एउटा सम्मान दिनुभएको छ र तपाईँहरूको बिचमा भेटघाट हुने, माया ममता बाँड्ने जुन अवसर दिनुभएको छ र जुन खालको सम्मान दिनुभएको छ र आफ्ना विचारहरू तपाईँहरूको बिचमा छोटो समय राख्ने जुन अवसर दिनुभएको छ, यो आयोजक समितिलाई धन्यवाद दिँदै अरू चाहिँ यस्ता गोष्ठीहरूमा, विचार गोष्ठीहरूमा तपाईँहरूले मलाई बोलाउनुहोस्। यो जाति व्यवस्था कसरी सुरु भयो, कहाँबाट सुरु भयो, श्रमिक मान्छेलाई कसरी हेपियो र काम नगर्ने काम चोरहरूले मान्छेलाई कसरी हेपे, पुरोहित र पण्डितको नाममा मान्छेलाई विभेद कसरी गराए, महिलाहरूलाई विभेद कसरी गराए, श्रमिकहरूलाई विभेद कसरी गराए, कसरी जात बडो व्यवस्था सुरु भयो, यो विषयमा हामीले अर्को फोरममा चाहिँ मजाले गफ गरौँला। प्रमाणको आधारमा तपाईँलाई हामीले गफ गरौँला। यिनै कुराहरू राख्दै तपाईँहरूको बिचबाट तपाईँहरूको धेरै न्यानो माया मैले प्राप्त गरेको छु। यिनै कुराहरू राख्दै तपाईँहरूलाई नमन गर्दै तपाईँहरूको सुस्वास्थ्य, दीर्घायु, उत्तरोत्तर प्रगतिको कामना गर्दै तपाईँका बालबच्चाहरूको भविष्य उज्जवल रहोस्, उनीहरूलाई राम्रो ज्ञान दिनुहोस्, राम्रो शिक्षा दिनुहोस् र राम्रो ढङ्गले अगाडि बढाउनुहोस्। त्यो प्रेरणा समाजमा प्रतिस्पर्धा गर्नको निम्ति ज्ञान र क्षमताले हुन्छ। त्यस कारणले हामी समाजमा, हरेक समाजमा प्रतिस्पर्धा गर्नुपर्छ। प्रतिस्पर्धामा हामी श्रेष्ठता भएर, हामी अग्रज भएर अगाडि बढ्यौँ भने यो समाजको, यो पृथ्वीको, यो राज्य व्यवस्थाको, राजनीतिको हामी अगुवा हुन सक्छौँ। त्यस कारणले मैले यही कर्म गर्दै जाँदा म दुईचोटि चाहिँ संविधान, यो नेपालको 2टा संविधानमा मेरो नाम लेखिएको छ। संविधान सभामा, अन्तरिम संविधानमा म 2चोटि सांसद भएँ, माननीय भएँ, म संविधान सभाको सदस्य भएँ र तपाईँहरूको ज्ञान र क्षमताको कारणले म त्यो ठाउँमा पुग्ने एउटा गर्व हुने काम मैले आफ्नो जीवनमा गरेको छु। यिनै कुराहरू तपाईँहरूको बिचमा राख्दै बिसाउँदै म आफ्ना भनाइहरू तपाईँहरूलाई सबैलाई मुरी धन्यवाद दिँदै न्यानो माया सबैसित चाहिँ साझेदारी गर्दै तपाईँहरूको न्यानो माया मैले जुन प्राप्त गरेको छु त्यसमा म अत्यन्तै सौभाग्यशाली छु र म आभार व्यक्त गर्दै तपाईँलाई धन्यवाद दिँदै आफ्नो भनाइ यहाँ टुङ्गाउँछु। धन्यवाद, अभिवादन, सुस्वास्थ्यको कामना छ। धन्यवाद। ज्येष्ठ नागरिक सम्मान उहाँको कोही हुनुहुन्छ भने यहाँ उहाँको नाति छोरा म अनुरोध गर्दछु। सुमित्रा गोतामे श्री चन्द्रकिशोर गौतमज्यूलाई मायाको चिन्हले सम्मान गरिदिनु र आदरणीय प्रमुख अतिथि र अध्यक्षज्यूलाई म अनुरोध गर्दछु। अध्यक्षज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिन्ह हस्तान्तरण गरिदिनु र प्रमुख अतिथिज्यूले ग्रहण गरिदिनु पनि अनुरोध गर्दछु।
आदरणीय अध्यक्षज्यूले प्रमुख अतिथिज्यूलाई मायाको चिन्ह हस्तान्तरण गरिदिनु र प्रमुख अतिथिज्यूले ग्रहण गरिदिनु मात्रै अनुरोध गर्दछु। सबैजना ताली बजाउनु होला कृपया। धेरै धेरै धन्यवाद छुट्याइदिएर हामीले यो बाटो बनाएको र अब लगत्तै पनि फेरि बजेट छुट्याइदिनुहुन्छ। उहाँको त्यति खोपी छ, 50 लाख बजेट छुट्याइदिनु हुनुहुन्छ। 50 लाख छुट्याइदिनु हुनुहुन्छ। 50 लाख निवेदन दिनुभएको छ। उहाँलाई मुरीमुरी धन्यवाद। हाम्रो गोतामे बन्धुको तर्फबाट सबैको तर्फबाट म मुरीमुरी धन्यवाद व्यक्त गर्न चाहन्छु। मुरीमुरी र हाम्रो लाउरे अङ्कल कति जानुभयो? लाउरे अङ्कल कृपया अगाडि आउनु अनुरोध गरेछु। कृपया रामबहादुर सुनार लाउरे लाउरे हुनुहुन्छ। हाम्रो इन्डियन आर्मी हुनुहुन्छ, धेरै खर हुन्छ। हाम्रो अङ्कल काम पनि गर्नुहुन्छ, हामीलाई गाली पनि गर्नुहुन्छ। अहोरात्र खटेर यो सफल भएको छ हाम्रो कार्यक्रम। कृपया अगाडि आउनु अनुरोध गर्छु। उहाँको पनि धेरै योगदान छ हामीलाई यहाँ बजेट पार्नुमा। यो बाटो, त्यहाँको पक्की बाटो सबै पार्नुलाई आदरणीय अङ्कललाई म हृदयदेखि नमन गर्न चाहन्छु। धेरै धेरै धन्यवाद। उहाँकै बलबोतोमा यहाँहरूलाई यथास्थानमा आसन गरेर आउनु गर्दछु। उपस्थित सबैलाई धन्यवाद दिँदै कार्यक्रमको अन्त्यतिर आइसकेका छौँ। कार्यक्रम सञ्चालकर्ता कुनै कमी कमजोरी भएको भए यो भाइ, यो छोरो, यो नातिले गल्ती गरेन सिकेको भनिदिनु एउटा धन्यवाद। खाना नआत्तिकन लाइनमा नआत्ति बस्नु र कृपया आत्तिनु पर्दैन। खाना जति पनि छ तपाईँहरूको लागि भिडभाड नगर्ने आरामसँग लाइनमा बस्नु। धेरै भिड गर्ने गर्मी हुन्छ। अन्त्यमा म कार्यक्रम सञ्चालन गर्ने सचिव रुद्र गौतम पनि बिदा चाहन्छु, वचन गर्न चाहन्छु र आदरणीय अध्यक्षज्यूलाई कार्यक्रम समापन गरिदिनु पनि म हार्दिकता साथ अनुरोध गर्छु। धन्यवाद। धन्यवाद सञ्चालक हाम्रो सचिवज्यूलाई। यस आज तेस्रो गोतामे पूजाको आयोजनामा आज यस कार्यक्रमका हाम्रा प्रमुख अतिथि, हाम्रा संविधान सभाका सदस्य एवं पूर्व सांसद एवं हाम्रा यो गौतम परिवारको एउटा झोलीको देउता उहाँ चाहिँ भान्जा, हाम्रो बाहुन दाई, यस्तो यस्तो प्रकारको हाम्रा चाहिँ झोलीका देउता पनि हुनुहुन्छ। उहाँ हाम्रा आदरणीय नेता पनि हुनुहुन्छ। उहाँका आजका प्रमुख सोनामुनि जङ्गलीज्यू। त्यस्तै गरी आजका चाहिँ विशेष अतिथि हाम्रा प्रदेश सुनचाँदी व्यवसाय सङ्घका सभापति एवं केन्द्रीय सुनचाँदी व्यवसाय सङ्घका सदस्य एवं समाजसेवी हाम्रा नेता, हाम्रा दलितकै अगुवा पनि हुनुहुन्छ। हाम्रा चाहिँ अत्यन्तै हाम्रा गौतम परिवारका हरोहर नेतृत्व गर्ने पनि व्यक्तित्व हुनुहुन्छ हाम्रा चन्द्रकिशोर गौतमज्यू भाइ। त्यस्तै गरी हाम्रा पाहुना, हाम्रा सचिव विशेष अतिथिज्यू लगायत हाम्रा चाहिँ आयोजक, यस सङ्घका यस कुल मन्दिरका समितिका आयोजक समितिहरू, पदाधिकारीज्यूहरू, बुवाहरू, भनिज्यूहरू, सम्पूर्ण मेरा अग्रज आमा, बुवा, मेरा सम्पूर्ण जय चेला भिनाजु, त्यस्तै गरी सम्पूर्ण मेरा बहिनी दिदीबहिनीहरू, जय चेलाहरू, मेरा भाइहरू, बुहारीहरू, मेरा छोराछोरीहरू, म तपाईँहरूकै यही ठाउँमा जन्मेको, अहिले हामी बाहिर एउटा बिजनेसको रूपमा हामी बाहिर गएर टाढा जस्तो भएको हो। हामी मेरा भाइ छोरा छोरीहरू हामीले सोध्नुपर्छ, यी कुराहरू बुझ्नुपर्छ। यहीँको बुवाहरू हुन् भनेर सोध्नुपर्छ, यहीँ
देशबाट पनि हामी टाढा टाढा गएर हामी एउटा व्यवसायको निम्ति गएको हो। त्यसले गर्दाखेरि पनि हामी हाम्रा चाहिँ सम्पूर्ण हाम्रा दाजुभाइ दिदीबहिनीहरू हाम्रा गौतम परिवारलाई यस म यो अध्यक्षको गौतम परिवारको अध्यक्षको तर्फबाट हार्दिक न्यानो अभिवादन टक्राउन चाहन्छु। सर्वप्रथम आज हामी भव्यका साथ चाहिँ हामी आज यस कुल मन्दिरको पूजा आयोजना गरिरहेका छौँ। हामीले सायद हाम्रो 27 गतेदेखि हाम्रो पूजा सुरु भएको हो। मूल भक्ति कार्यक्रमहरू ल्यायौँ, त्यसपछि हिजो पितृ पूजाहरू हामीले गऱ्यौँ, त्यसपछि आज हामीले चाहिँ एउटा बलिले हामीले चाहिँ पूजा गरिराखिएको छ। हामीले पूजा गरिएर सम्पन्न यति बलिको चाहिँ सम्पन्न अन्तिम चरणमा गइसकेको छ। त्यस कारणले हामी आज यति मौका पाएका छौँ कि हाम्रो यो भनेको के हो भने आज हामीलाई दसैँ तिहार कुनै पनि त्योभन्दा पनि एकदमै ठुलो चाड हो। यो मौका भनेको कहिल्यै पनि हामीलाई चाहेर पनि हामीले गर्छौँ भने पनि गर्न नपाउने, हामीले विभिन्न कारणले विभिन्न उनले चाहिँ हामीले पूजाआजा गर्न नपाउने स्थितिमा आज 7औं वर्षमा 8औं वर्ष लाग्दाखेरि हामीले पूजा गरिएको छौँ। यो हाम्रो एकदम महान ठुलो चाड हो। हामी सम्पूर्ण दाजुभाइहरू हाम्रा अन्य छिमेकी जिल्लाका गौतम दाजुभाइ समेत पनि यहाँ आउनुभएको छ। हाम्रा वरिष्ठ हाम्रा चाहिँ झोलीका देउता, हाम्रा भान्जा, हाम्रा दिदीबहिनी, भान्जा भान्जी दिदीबहिनीहरूलाई एउटा टिको लगाएर हामीले एउटा उहाँहरूप्रतिको एउटा पितृको नाममा पनि हामीले चाहिँ एउटा आशीर्वाद हामी सबैलाई हामीलाई पुण्य होस्, आशीर्वाद दिउन् हामीलाई पितृले भनेर चाहिँ हामी अगाडि पूजाआजा आयोजना गरिराखेका गऱ्यौँ। त्यसै कारणले आज चाहिँ हामीले यस मन्दिरको सबभन्दा मैले के गर्न चाहन्छु भने म आज 3-4 दिन खटिराखेर यस ठाउँमा खटिराखेर यसको लागि यही पूजाको लागि नि मेरो सायद घाँटी पनि अलि बसिरहेको छ। त्यस कारण मैले चाहिँ म बोल्न पनि अलि अप्ठ्यारो भइरहेको छ। त्यसले गर्दाखेरि म एउटा कुरा के भन्न चाहन्छु भने सम्पूर्ण दाजुभाइ दिदीबहिनीहरू हामी हाम्रो पूजाको लागि उपस्थित भएका हौँ। कुनै पनि हामी चाहिँ यो अब विभिन्न कारणले यहाँ अप्ठ्यारो गाह्रो पर्यो होला, सायद चाहिँ यो पूजाआजा खानापिना विभिन्न कारणले चाहिँ ढिला सुस्ती भएको होला। यसलाई चाहिँ हाम्रो यो घर हो, हाम्रो यो दाजुभाइ हौँ, हाम्रो सम्पूर्ण दाजुभाइहरू यहाँ अन्य कोही पनि हामी यहाँ छैनौँ। त्यस कारणले सबैले मनाहान गरेर खुसी भइदिनु होला। यो भव्य र सभ्यको साथले चाहिँ आज यो सफल हुन गइरहेको छ। त्यसै कारणले म अध्यक्षको नाताले आजको यस कार्यक्रमलाई एकदमै म यस्तो छु कि यो मेरो आज यो कार्यक्रम सफलतामा एकदमै चाहिँ सफलता भएको त्यो ठान्दछु। मैले यो भोलि पनि फेरि आउनेमा पनि मैले तपाईँहरूप्रति, मेरो दाजुभाइप्रति, मेरो इष्टमित्रप्रति, जय चेलाप्रति, दिदीबहिनीप्रति हार्दिक मैले धन्यवाद दिँदै मैले यहाँ आजको यो कार्यक्रमलाई अति महत्त्वपूर्ण सम्म चाहिँ यो सञ्चालन र चाहिँ कार्यविधिसम्म चाहिँ हाम्रो चाहिँ सफल भएको कार्यक्रम ठान्दछु भएको छ। त्यस्तै गरी हामीलाई यस कुल मन्दिरलाई पनि हामीले विभिन्न चाहिँ हामीलाई चाहिँ हाम्रा प्रमुख अतिथिले हामीलाई हिजो पनि हामीलाई सहयोग गरेर 50 लाख बाँधिनु भयो, फेरि पनि 50 लाख हामीलाई फेरि पनि आउँछ भनिराख्नु भएको छ। हामी धेरै भागी मान्ने छौँ, गौतम परिवारहरू धेरै भागी मान्ने छौँ। यस्ता हामीले मान्छे हाम्रो हातमा हुनुहुन्छ। त्यसै कारणले हामी ढुक्का भयौँ। पूजाआजा आफ्नो रीतिरिवाजहरूलाई नछोडिकन आफ्नो पूजा गौतम पूजा हाम्रो गौतम दाजुभाइको कुल पूजा भनेको महत्त्वपूर्ण ठानेर फेरि आगामी सालमा पनि भव्य र सभ्य गरेर चाहिँ हामी सफल पार्नेछौँ भन्दै यो आजको चाहिँ यस सफलताको कामना गर्दै यस आज सम्पूर्ण इष्टमित्रलाई मैले फेरि न्यानो अभिवादन गर्दै आज यस कार्यक्रमको समापन गर्दै मैले अन्त्य गर्दैछु। सबैलाई धन्यवाद दिँदै जय कुलदेवता।